स्टार्ट डेट कतिसम्म राख्न पाउँछ त ग्रेजुएट भएको त्यो चाहिँ 60 days होइन तपाईँ सपोज मे 16मा ग्रेजुएट मे 15मा ग्रेजुएट हुनु भएको छ भए सो तपाईँ जुलाई 15सम्म तपाईँले लम्बाउनु सक्नुहुन्छ स्टार्ट डेट सो जुलाई 15 लास्ट डेट हो स्टार्ट गर्नलाई अनि अब ल ठिकै छ अब काम नपाएन म जुलाई 15सम्म चाहिँ राख्छु भन्नुभयो होइन सो जुलाई 15सम्म राख्नुभयो पाउँदै पाएन काम अझै पाएन क्या तर ओपिडी त स्टार्ट भइसक्यो तपाईँको होइन सो यो केसमा चाहिँ अब के हुन्छ भन्दाखेरि चाहिँ तपाईँ ग्रेस पिरियडमा हुनुहुन्छ अब सो यो ग्रेस पिरियड चाहिँ कस्तो भन्दा तपाईँ ओपिटीको स्टेटसमा हुनुहुन्छ तर तपाईँसँग काम छैन होइन सबैले त अब भन्ने बित्तिकै काम पाउँदैन नि त सो तपाईँलाई चाहिँ अब युएससिआइएसले चाहिँ एक्स्ट्रा 90 daysको ग्रेस पिरियड दिन्छ सो 90 daysभित्रमा चाहिँ तपाईँले काम पाउनु पर्ने हुन्छ क्या सो बेसिकली तपाईँसँग 5 monthsको टाइम हुन्छ यो फुल सर्ट आउट गर्नलाई कम हो यो 5 monthsमा त कम लाग्छ किनभने काम पाउनु अलिक गाह्रै हुन्छ होइन इन्टरनेसनल स्टुडेन्ट्सहरूले मोस्टली त